हेलो गाइज, आज तपाईँहरूलाई म नेपालको सेयर मार्केट के हुँदैछ त, कुनमा ट्रेडिङ इन्भेस्टिङ गर्दा राम्रो भन्न गइरहेको छु होइन। ल अब गइहालौँ है। अब मेरो लगानीमा जाउँ, मेरो लगानीमा थिचौँ। मेरो लगानीमा गइसकेपछि हामी के गर्छौँ भने यसलाई एनालाइज गर्छौँ। मैले भर्खरै अब तपाईँहरूले होइन अस्तिको भर्खरको आइपिओ देख्नु भयो होला, तपाईँहरूले एसओ प्यानल हेर्नुभयो होला, रिलायन्सको हेर्नुभयो होला। रिलायन्सको होइन एकदम झरेर पनि उकालो लागेर ट्रेडरहरूले उठाएर होइन रिलायन्सको हेरौँ है त। रिलायन्स स्पिनिङ मिल्सको हेर्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ के छ भने रिलायन्स स्पिनिङ मिल्सको हो यो। यहाँ के गर्यो भने यहाँ के भयो भने तपाईँहरूको मान्छेहरूले यहाँ बेचे उठाएर यति प्रफिट चाहिँ खायो क्या, लगभग यति प्रफिट चाहिँ खायो क्या लगभग। तपाईँहरूले जस्तो सबै मान्छेहरूले यहाँबाट अब यो त आइपिओ होइन 41-42,000मा किनेपछि यहाँ बेच्दै क्या, यति बेचिसकेपछि यहाँ बेचे क्या, यहाँ बेचिसकेपछि फेरि यो अप भयो क्या। यति अप हुँदाखेरि होइन लगभग मान्छेले 1,20,000 त्यस्तै कतिमा बेचेर होइन, अनि फेरि यहाँबाट ट्रेडरले उठाएर फेरि अप भएर यहाँसम्म पुग्यो क्या। यति पुगिसकेपछि मान्छेहरूले त्यो किनेर पनि यहाँ 1 लाख यहाँसम्म पुग्दाखेरि 1 लाख खायो क्या। अब यो हेर्नु सक्नुहुन्छ नि, यसको पनि यस्तै भइरहेछ होइन। यहाँबाट रातो क्यान्डल थियो, त्यसपछि यहाँ हरियो आयो। अब अर्को एसओ प्यानल पनि हेर्न सक्नुहुन्छ होइन, एसओ प्यानल पनि हेर्न सक्नुहुन्छ। एसओ प्यानललाई के भएको छ भने एसओ प्यानलको त्यही छ हालत। एसओ प्यानलमा पनि यहाँ रेड क्यान्डल भयो, माथि यति गएर यति प्रफिट खायो क्या ट्रेडरहरूले क्या। यो चाहिँ फर्स्टको आइपिओ नै हो। यहाँ रेड क्यान्डल भयो, यति गएर यहाँ प्रफिट खायो मान्छेहरूले, अहिले चाहिँ डाउन भइरहेछ होइन। अब म अहिले भर्खर होटल फरेस्टिनको पनि हेर्न सक्नुहुन्छ होइन। होटल फरेस्टिन तपाईँहरूले चाहिँ प्याटर्न रिकगनाइजेसन गर्न सक्नु पऱ्यो क्या। प्याटर्न रिकगनाइजेसन यसको पनि यही छ होइन। होटल फरेस्टिनको कस्तो छ भने तपाईँहरूले यो यहाँबाट आइपिओ हो, यहाँ मान्छेले सबै बेच्यो क्या। अब यहाँबाट उठ्न सक्छ भन्ने हो क्या, तर यो उठ्ला अलिक मार्केट आयो भने राम्रै मार्केट, तर यत्रो घटिसकेको छ, धेर चाहिँ नउठ्ला होइन। तर किन्न सक्नुहुन्छ तपाईँहरूले होइन, थोरै होटल फरेस्टिनको। अब एसआइडिपीको कस्तो छ हेरौँ है त। एसआइडीको शिखर ट्याप्लोमा यो पनि आइपिओ हो क्या। अहिले चाहिँ न्युज पनि खराब आएको कारणले यस्तो भएको र यो चाहिँ तपाईँहरूले होइन उठाउन सक्नुहुन्छ क्या। यो चाहिँ उठाउन सक्नु भर्खर आइपिओको हो, यहाँ ट्रेडरहरूले किनेको छन् कि यत्रो किनेर होइन। राम्रो न्युज आयो भने यो सिधै अप हुन्छ, यो चाहिँ किन्न सक्नुहुन्छ तपाईँले होइन। यस्तै छ होइन। अब यो हाम्रो एसआइडिपीको चाहिँ हेरौँ है त। नेप्सी चार्टमा नेप्स चाहिँ अल्फामा गएर हेर्न सक्नुहुन्छ होइन। अलिकति ट्रेन्डिङ स्टक चाहिँ कुन छ भन्ने गएर हेर्न सक्नुहुन्छ। एसआइडिपी चाहिँ के चलिरहेछ, हामीले अल्फा स्क्रिनमा जाने, अल्फा स्क्रिनमा टेक्निकल अल्फा चार्टमा जाने, टेक्निकल एनालाइसिस चार्टमा डाइरेक्ट हानिसकेपछि तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ कुनको। अहिले भर्खर हामीले नेप्सेको हालत चाहिँ यस्तो छ है, हेर्नु है त। यहाँ यत्रो एनएफसीको हालत यस्तै छ होइन, खत्तम भइरहेछ, झन् झरिरहेछ। अब हामीले एसआइडिपी चाहिँ हेरौँ है त। एसआइडिपीको के चाहिँ गर्न सकिन्छ, यहाँ भर्खरको आइपिओ हो, यहाँ कस्तो देखाएन त। के भयो देखाएन त। के थियो नाम पनि एसपिडी होला, एसपिडी यस शिखर भनेपछि
एसआइपिडी नै हो, कुन देखाइरहेको छैन एसआइपिडी बल्ल देखाए होइन, यो हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ यस्तो छ होइन। यो चाहिँ हालत, यो चाहिँ तपाईँहरूले उठाउन सक्नुहुन्छ, यहाँ चाहिँ उठाइसकेको छ क्या। यो चाहिँ तपाईँले उठाउन सक्नुहुन्छ होइन। यसको राम्रै छ, इन्डिकेटरहरू पनि हेर्न सक्छौँ होइन हामीले। एमएसिडी हेरौँ, एमएसिडी कस्तो छ, इन्डिकेटरहरू हेर्न सक्नुहुन्छ होइन। एमएसिडी कता गयो खोइ, यस्तो छ होइन। आरएसआई हेरौँ, आरएसआई पनि हेरौँ, डेक्स यो चाहिँ तपाईँको के छ आरएसआईको हालत, खोइ कता छ आरएसआई, आरएसआई त्यस्तो देखाएको छैन होइन। बुलिन्जर्स हेरौँ है त, तिनवटा मात्रै हेर्छु कि म चाहिँ, बुलिन्जर्स, बुलिन्जर बान्ड्स हेरौँ है त, किन भइरहेको छैन यो। तर राम्रो स्टक छ होइन, यो हेर्न सक्नुहुन्छ तपाईँले होइन। यो चाहिँ मलाई चाहिँ राम्रै लाग्छ होइन। यो किन भइरहेको छैन होइन, यो हुनुपर्ने, यो देखाएकै छैन होइन यहाँ रेसहरू। तर यो चाहिँ मलाई लाग्छ यो चाहिँ राम्रो छ है, यो चाहिँ अप जान सक्छ है। यो चाहिँ किन्दा ठिक छ मलाई, एसआइपिडी चाहिँ अहिले ठिक लागेको छ। राम्रो न्युज आयो भने, यो अहिले न्युजको पनि यस्तै छ नि त, अहिले सुदन गुरुङ त्यो सेयर काण्डले गर्दाखेरि अहिले सुदन गुरुङजीले पनि राजीनामा यस्तो यस्तो भएको, त्यही भएर अहिले बिजनेसम्यान ठुल्ठुला पनि पक्राएछ, त्यही भएर यो मार्केट डाउन भइरहेछ क्या अहिले। अहिले सबै त्यस्तै चलिरहेछ नि त, राम्रो भइरहेछ नि इकोनोमीको लागि, त्यही भएर यो सेयरहरू झरिरहेछ। तपाईँहरूले यो किन्न सक्नुहुन्छ, मेरो रिकमेन्डेसन एसआइपिडी चाहिँ किन्नु। अरू पनि जान्छ तर तपाईँहरूले जाने सम्भावना चाहिँ छ। ल आजको लागि चाहिँ यति नै।